नमस्ते सबैजनालाई आजको ऐतिहासिक दिन जेठ 15 गते सम्पूर्ण नेपाली जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदान प्रतिफल स्वरूप 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठकबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको यस दिनलाई हामीले गौरवका साथ गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ। गणतन्त्र दिवसले हामीलाई नागरिक सर्वोच्चता, स्वतन्त्रता, सामाजिक न्याय, समावेशिता र समानुपातिक लोकतान्त्रिक मूल्य मान्यताको सुनिश्चितता दिलाएको छ। यस अवसरमा लोकतन्त्र, सामाजिक न्याय र समुन्नत राष्ट्र निर्माणका लागि योगदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष र त्याग बलिदान गर्ने अग्रजहरूको योगदानको उच्च सम्मान गर्दछौँ। आजको दिनले हामी सबैलाई राष्ट्रिय एकता, सहमति र सहकार्यका साथ मुलुकको समृद्धि, सुशासन, सामाजिक आर्थिक रूपान्तरणमा अग्रसर हुन थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौँ। गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौँ। तर देशमा लोकतन्त्र र गणतन्त्र आएपछि जनताहरूका अवस्था भने अझै पुरा गर्न सकिएका छैनन्। खाली नेताहरूका मात्रै सपना र नेताहरूका अवस्था मात्रै परिवर्तन भएका छन् र जसरी जनताहरूले आफ्नो खुन पसिना बगाएर लडेर ल्याएको गणतन्त्रमा जनताको अवस्था सुधार भने भएको पक्कै पनि छैन। अझै यो लोकतन्त्र गणतन्त्रलाई सुधारमा ल्याउन सबै नेताहरू र गणतन्त्रवादीहरूले एकजुट भएर भ्रष्टाचार मुक्त देश बनाउन अति आवश्यक देखिन्छ। धेरै कामहरू गर्न बाँकी छ। यदि यसरी नै देशमा भ्रष्टाचार गरेर भ्रष्टाचारीहरूलाई आम माफी दिएर अझै हत्याको शिकार पार्ने हो भने यो राज्य आतंकित बनेर गर्ने हो भने लोकतन्त्र खतरामा पर्ने निश्चित देखिन्छ। त्यसैले सबै नेताहरूले चाहिँ भ्रष्टाचार मुक्त देश र सुशासन कायम गर्न सबै एक डिक्का भएर लाग्न अति आवश्यक देखिन्छ। धन्यवाद। जय राष्ट्रवाद।